दर्शकबिन नमस्कार। आजको विशेष नयाँ कार्यक्रममा हामीले सर्पको काँचुलीको विषयमा जो अत्यन्त महत्त्वपूर्ण जहाँ भेटिन्छ यहाँहरूले सुरक्षित साथमा राख्नुहोला। त्यो सर्पको काँचुली अत्यन्त दुर्लभ रहेको छ। प्रिय दर्शकबिन अहिले धेरै मात्रामा सर्पको काँचुलीहरू देखिँदा पनि देखिँदैन, किनकि सहर बजार क्षेत्रमा पनि धेरै घरहरू भएको कारणले गर्दाखेरि सर्पहरू पनि प्राय देखिँदैनन्। प्रिय दर्शकबिन त यहाँनिर सर्पलाई पर्यावरण हिसाबले पनि अत्यन्त राम्रो मानिन्छ। सर्पलाई मार्न भने हुँदैन प्रिय दर्शकबिन, आफू सुरक्षित रहने हो र साथसाथमा सर्पलाई मार्नु भनेको प्रकृतिसँग हामीले विनाश निम्त्याउनु नै हो प्रिय दर्शकबिन। त यहाँनिर विशेष गरिकन भनेको आफू सुरक्षित हुनुपर्छ। सर्पको काँचुली जुन हुने गर्दछ अत्यन्त रहस्यमय रहेको छ सर्पको काँचुली, जसको प्रयोग विविध क्षेत्रमा यहाँहरूले गर्न सक्नुहुनेछ। यो होइन कि सर्पलाई मारेर, सर्पलाई दुःख दिएर, सर्पलाई कष्ट दिएर झिक्ने यो प्रवृत्ति अत्यन्त जघन्य अपराध रहेको छ। त्यो भएका कारणले यस्तो कर्महरू कसैले पनि नगर्नुहोला। सर्पलाई जोगाउनु पर्दछ, सर्पलाई कहिले पनि हानि हुने प्रकृतिका कामहरू गर्न हुँदैन प्रिय दर्शकबिन। र साथमा सर्पले बेला बखतमा काँचुली आफ्नो जीवनकालमा फेर्ने गर्दछ। त त्यो पुरानो काँचुली जुन हुने गर्दछ त्यसलाई यहाँहरूले जहाँ भेट्नुहुन्छ सर्पले छोडेको काँचुलीलाई है, र साथसाथमा यहाँहरूले त्यसलाई टपक्क उठाएर, त्यो अत्यन्त महत्त्वपूर्ण रहेको छ शत्रुनाशका लागि। यहाँहरूको धन फसेको समस्या या त कुनै पनि कार्य बन्दैन, या कुनै शरीरमा रोग व्याधि कष्ट तन्त्र बाधाहरू यहाँहरूको शरीरमा कसैले पुर्याइरहन्छ, या तन्त्र सम्बन्धीको कुनै काम गर्ने व्यक्तित्वहरू हुनुहुन्छ भनेपछि यहाँहरूको लागि अत्यन्त मद्दतगार सिद्ध रहनेछ प्रिय दर्शकबिन। यो के कसरी कुन कुन विधिमा यसलाई प्रयोग गर्न सकिन्छ त्यसको विषयमा मैले यहाँहरूका लागि जस्ताको तस्तै बताउने छु। कुन कुन काममा आउनेछ, यहाँहरूको फसेको धनका लागि कसरी त्यसको विधि गर्ने, र यन्त्र जहाँ जन्तर ताबिजमा कसरी राखेर यहाँहरूले लगाउन सक्नुहुनेछ, धारण गर्ने, त्यसको विषयमा मैले बताउने छु। र लटरी, जो व्यक्तित्वहरू लटरी, जुवा, तास, सट्टा बाजी या अन्य कुनै पनि त्यस्ता प्रकृतिका खेलहरू खेल्ने व्यक्तित्वहरूले पनि त्यसलाई कसरी कन अत्यन्त शुभ हुने गर्दछ यहाँहरूका लागि, त्यसको विषयमा मैले बताउँदैछु प्रिय दर्शकबिन। र साथसाथमा यसलाई नराम्रो उपयोगितामा नलिनु होला। विशेष गरिकन यो सर्पको काँचुली यहाँहरूले सकिन्छ भने जहाँ चतुर्थी या पञ्चमीको दिनमा यहाँहरूले भेटाउनु भयो भने अझै राम्रो। जहाँ भेटाउनुहुन्छ त्यसलाई थपक्क लिएर आफूले नुहाई धुवाई स्नान पवित्र रहेर त्यसमा गङ्गाजलको छिटा लगाएर यहाँहरूले अगाडि राख्न सक्नुहुन्छ। आफ्नो पूजा स्थानमा यसको बनाउन पनि सक्नुहुन्छ, या शिवालय क्षेत्रमा गएर पनि जहाँ बनाउन सक्नुहुन्छ। या ताबिजमा विशेष गरिकन यो सर्पको काँचुली जुन रहेको छ यो ताबिजमा सानो टुक्रा यसको राख्नाले र भोजपत्र पनि राख्नाले, या त जटामसी जुन हुने गर्दछ त्यो सहित राखेर यहाँहरूले यदि बुटी यन्त्र बनाउनुहुन्छ भने अत्यन्त छिटो सिद्ध हुने गर्दछ। जुन लक्ष्यले यहाँहरूले बनाउनु भएको हुने गर्दछ त्यो लक्ष्य पुरा हुने गर्दछ। अर्को रहेको छ शत्रु नाशका लागि। विशेष गरिकन भनेको शत्रु बाधाद्वारा जो पीडित हुनुहुन्छ उहाँहरूले चाहिँ खुमखार शत्रुले दुःख दिइरहन्छ यहाँहरूलाई भनेपछि रोग पनि एउटा मनुष्यका लागि अत्यन्त डरलाग्दो शत्रु रहेको छ प्रिय दर्शकबिन। त रोग व्याधि कष्ट यहाँहरूको शरीरमा पनि बनिरहन्छ भने यहाँहरूले ताबिजमै भरेर पनि लगाउन सक्नुहुन्छ। पञ्चमीको दिनमा लगाउनु होला है, अझै राम्रो हुने गर्दछ। सुरुमा त्यो काँचुली जुन हुने गर्दछ सर्पको त्यो काँचुलीलाई यहाँहरूले गङ्गाजलले गाईको दुधले अभिषेक गर्नु होला। ओम नमः शिवाय यो महामन्त्रको 108 बार जप गर्नु अत्यन्त राम्रो रहनेछ प्रिय दर्शकबिन। बाटेको धूप या कुनै त्यस्तो खाले अर्को सुगन्धित धूप यहाँहरूले जलाउन सक्नुहुनेछ। र साथमा यसलाई धनको लागि पनि उपयोगिता लिन सक्नुहुन्छ यहाँहरूले। पहेँलो कपडामा यसलाई, पहेँलो या रातो कपडामा सर्पको काँचुली जुन हुने गर्दछ सानो टुक्रा राखेर यहाँहरूले विशेष गरिकन भनेको त्यसमा जुन गोमती चक्र हुने गर्दछ त्यो गोमती चक्र पनि राख्न सक्नुहुनेछ। 3वटा या 5वटा राख्नु होला गोमती चक्र चाहिँ, जसले यहाँहरूले जसको व्यापार हुँदैन, व्यापार व्यवसाय बिजनेस गरिरहनु भएको छ तर जहाँ सबै बाटाहरू बन्द भए जस्तो यहाँहरूलाई महसुस हुन्छ, या कसैले यहाँहरूको बिजनेसमा या व्यापार व्यवसायमा कसैको आँखा परे जस्तो महसुस हुन्छ, या कसैले बन्धन गरे जस्तो महसुस हुन्छ, या राम्रोसँग चलिराखेको अवस्थाहरू छैन, के गर्ने होला कसो गर्ने होला भन्ने यहाँहरूलाई विधि विधान उपाय केही छ कि
बनाइदिनुहोस् न भिडियो गुरु भन्नुहुन्थ्यो। र उहाँका लागि पनि मैले भन्दैछु प्रिय दर्शकबिन, यहाँहरूले रातो या पहेँलो कपडामा राखेर उत्तर दिशामा झुन्ड्याइदिनु होला। त्यसलाई पोटली जस्तो बनाएर अत्यन्त शुभ हुने गर्दछ। व्यक्तिहरू आकर्षित हुने गर्दछन्, धनको लाभ हुने गर्दछ, उन्नति प्रगति यसले बढाउँदछ। प्रत्येक दिन धूप चाहिँ दिनुपर्दछ यसमा प्रिय दर्शकबिन। अर्को रहेको छ विशेष गरिकन यहाँहरूको धन फसेका कुराहरू। यदि यहाँहरूको धन कसैले डुबाइदिएको छ या खाइदिएको छ, शत्रुता लिन्छ, या तपाईँको चाहिँ यहाँहरूसँग गायब छ त्यो व्यक्ति या कन्ट्याक्टमै छैन भनेपछि सो व्यक्तिको फोटो यदि छ भनेपछि यहाँहरूले सानो साइजको फोटो भए पनि हुन्छ, एक प्रति फोटो लिनु होला। पञ्चमीको दिनमा गर्नु, अझ शनिबार परेका खण्डमा अत्यन्त उत्तम प्रिय दर्शकबिन, या त मङ्गलबार परेको छ भने अझै राम्रो है। र साथसाथमा त्यो फोटो सो व्यक्तिको फोटो लिएर यहाँहरूले एउटा रातो कपडामाथि त्यो फोटोलाई राखेर र जसमा सानो टुक्रा जुन सर्पको काँचुली हुने गर्दछ त्यो पनि राखिदिनु होला। आफ्नो मनोकांक्षा के छ इच्छा प्रकट गरेर शुद्ध भाव राखिकन यहाँहरूले त्यसमाथि राखिदिनु होला। एउटा जटा नरिवल पनि राखिदिनु होला र त्यसलाई गङ्गाजी जो बगिराखेकी गङ्गा हुन्छन् नालामा यहाँहरूले कदापि पनि नफाल्नु होला। जम्मा भएको पानी या तलाउमा पनि नराख्नु होला। यसलाई चाहिँ विशेष गरिकन भनेको बग्ने नदीमा बगाइदिनु होला। यहाँहरूको कार्यसिद्धि रहनेछ र साथसाथमा लाभ प्राप्ति रहनेछ। धन स्वयं व्यक्ति सकेसम्म अत्यन्त यदि राम्रो तरिकाले यहाँहरूले विधि विधान उपायसहित गर्नुहुन्छ भने आफै जहाँ कन्ट्याक्टमा यहाँहरूको जोडिनेछ प्रिय दर्शकबिन। अर्को रहेको छ मोहनी र स्तम्भन तन्त्रविधिमा प्रिय दर्शकबिन। मोहनी स्तम्भन कसैलाई स्तम्भित गर्नु छ या यहाँहरूले कोही शत्रुलाई आफ्नो बसमा राख्नु छ भनेपछि यहाँहरूले विशेष रूपमा यसको प्रयोग पनि गर्न सक्नुहुनेछ। जसमा यहाँहरूले जुन सेतो भस्म जुन हुने गर्दछ यहाँहरूलाई थाहा छ, सेतो भस्म र रोली लिनु होला र साथसाथमा सेतो भस्म र रोलीलाई एउटैमा मिसाउनु होला प्रिय दर्शकबिन है। एउटैमा मिसाएर यदि शत्रुलाई आफ्नो स्तम्भित आफ्नो बसमा पार्नु छ या कोही व्यक्तिलाई मोहनी जादु टुना तन्त्र मन्त्र आफ्नो बसमा पार्नु छ, स्तम्भित गर्नु छ, स्तम्भन गर्नु छ भनेपछि यहाँहरूले विशेष रूपमा भनेको जहाँ रोली रातो रोलीलाई र साथमा भस्मलाई यी दुईटालाई एउटैमा मिक्स गरेर यहाँहरूले त्यो जुन सर्पको काँचुली जुन रहेको छ प्रिय दर्शकबिन त्यसलाई नरिवलको खोपडी जुन हुने गर्दछ जटा नरिवल लाई यहाँहरूले बीचबाट त्यसलाई निकालेर भित्रको भाग हटाएर बाहिरको जुन खप्पर हुने गर्दछ त्यो आँखा भएको खप्पर प्रिय दर्शकबिन है। आँखा भएको खप्परमा यहाँहरूले त्यसलाई राखेर विशेष गरिकन भनेको यदि स्तम्भित गर्नु छ कोही व्यक्तिलाई या यहाँहरूको कसैले आफ्नो व्यक्तिलाई आफूतिर आकर्षित गरिदिएको छ भनेपछि तन्त्र काट्नको लागि पनि सो व्यक्तिको फोटो राखेर मङ्गलबार या त आइतबारको दिनमा गर्नु होला। यो विधि अत्यन्त रामबाण यहाँहरूको कार्य गर्नेछ प्रिय दर्शकबिन, एकदम सिद्ध रहनेछ। र साथमा त्यो नरिवलको खोपडीमाथि यहाँहरूले राखेर पिपल बर र पिपलको वृक्ष जुन हुने गर्दछ त्यसको बीचमा यहाँहरूले राखिदिनु होला। मध्याह्नको समयमा प्रिय दर्शकबिन यहाँहरूको कार्यसिद्धि रहनेछ, लाभ रहनेछ, उन्नति रहनेछ। र साथसाथमा जो व्यक्तिलाई आकर्षित गर्न खोजिराख्नु भएको छ सो व्यक्ति इच्छा प्रकट गरेर यहाँहरूले आकर्षित गर्नका लागि त्यसमा फोटोसहित राख्न सक्नुहुनेछ। इच्छा प्रकट गरेर धूप पनि जलाइदिनु होला। ओम नमः शिवाय यो महामन्त्रको 108 बार जप गर्नु होला। अत्यन्त लाभ रहनेछ, जय जयकारको अवस्था रहनेछ। शुभ रहोस्, मङ्गलमय रहोस्। यहाँहरूलाई पनि विधि विधान उपाय गर्नु छ। कामहरूमा तनाव टेन्सन बनिरहन्छ, कुनै पनि विघ्न बाधा आइरहन्छ प्रिय दर्शकबिन, काम बन्दैन या त कसैले कुनै पनि तन्त्र बाधा यहाँहरूको परिवारका कोही सदस्यमा त्यस्तो बनिराखेको अवस्थाहरू रहेको छ, रोग व्याधि कष्ट पीडाहरू बनाइराखेको अवस्था छ भनेपछि यहाँहरूले सम्झिन सक्नुहुनेछ। या कुनै पनि विधि विधान उपाय सोलुसन के रहेको छ या चिना कुण्डली हेर्नु छ या तपाईँको चाहिँ ग्रह दशा गोचर शान्ति गर्नुपर्नेछ, विधि विधान उपाय गर्नुपर्नेछ, कुनै प्रेत दोषद्वारा पितृदोषद्वारा पीडित भइराख्नु भएको छ या नाग दोषद्वारा पीडित भइराख्नु भएको छ या कुनै पनि पूजापाठ यज्ञ हवन आदि कर्महरू गर्नु छ भने यहाँहरूले सम्पर्क राख्न सक्नुहुनेछ। 9846647395 वाट्सएप बटन खुल्ला रहनेछ। जय रहोस्, शुभ रहोस्।